हेलो नमस्ते वेलकम ब्याक टु माई न्यू भिडियो। सबैजना सन्चै आरामै हुनुहुन्छ होला। म पनि एकदम फ्रिडम पाइन्छु। नयाँ च्यानल नयाँ जोसँगको साथ अब म फेरि ब्लगमा उत्रिसकेको छु। सबैजनाले मेरो ब्लगलाई हेरेर माया गरिदिनु होला भन्दै मेरा यी दुई शब्द यहीँ टुङ्गाउन चाहन्छु। ल आजको ब्लग सुरु गरौँ है त। ल हामी जतिकै पार्कमा डुल्न आएको थियौँ है। अब केही भन यतिकै बसिरहेको छौँ हामी यहाँ। यो मात्र हो, सध्या केही छैन अरू होइन है। केही छ त सध्या छैन है। यहाँ चाहिँ यस्तै छ कि ल ठ्याक्क बाख्राहरू चोरेर आएको छैन यही हो। त यी नलजाकै आइज न लगाएर के हुने होइन। त्यो बाख्रा खस्दैन है। बाख्राहरू चोरेर आएको छैन यहाँ झाडीतिर। ल एउटा त्यहाँ एउटा त्यहाँ एउटा ऊ त्यहाँ भिडियोमा देख्यो होइन होला होइन। ऊ त्यो कालो कालो ऊ त्यो छ। जाम त नि यार केही भन। यहाँ पानी पर्ला जस्तो भयो है। जाम है पानी पर्ला जस्तो भयो क्या यहाँ। भुजा किन्न आएको सिधै यहाँ यस्तो पनि जाम है कि बस्ने कहाँ कहाँ भन्न। ए मलाई तैँले साथी लिएर जानु लागोस् के तँ खा। यसलाई लिएर यसलाई खुवाइदिएँ। म खान्न, म जस्तोमा बिग्दिनँ। म झन् बिस्तारै बिस्तारै भ्लग बनाएर आउने हेर्न सोचिरहेको छु आफ्नो साथीको लागि। म जान त्यहीँ त अनि त्यही त हो दोकान। ऊ त्यहाँ क्यामेरामा नि यस्तो बाबाले देख्यो कहाँ ऊ त्यो त्यही त हो। जान पानी पनि पर्नु ला भाइ। तँ ढिलो हुन्छ पछि। ल अब चाहिँ हामी पार्कबाट फर्केर घर जाँदै छौँ। पानी पऱ्यो कि सिमसिम फेरि ठुलै आयो भने त घर जानै जान्छ नि त। अघि चाहिँ उताको बाटो आएको थियौँ भने अहिले चाहिँ यो बाटो जाँदै हामी ल है। मकै बारी हो अब हामी जान्छ है। भाइ पनि छ। ए बाबा त हाल्यो अन्त फेरि नि ल अब चाहिँ मकै बारी जानु लाग्छौँ है। चिप्लो राम्रो छ भन्ने कुरा त मैले अघि नै भन्छ कि होइन। पानी सिम पानी हाल्नु यार यस्तो हाल्नु फुत्त सर पनि निक्लियो भने फेरि सिद्धि मकै बारी यस्तो छ है। अहिले त सबै मकै बारी हो। अब सिजन यतै छ नि त। अब धान रोप्ने बेलामा पनि भ्लग आउँछ है। अब चाहिँ धान रोपेको नि हालिदिन्छु म। मैले त रोप्ने होइन कि त्यही नि मकै फलेन है। यस्तो छ हालत छैन मकै। यस्तो छ मकै चाहिँ कुनै ठाउँमा फल्यो कुनै ठाउँमा फलेन। फुल पाइयो केटा हो। ल देख्छ नि त होइन कस्तो राम्रो देखेछ मलाई। यस्तो चाहिँ हुनु बाबु ल बाबु ल म जानु मेरो आन्टी ठिक छ। हेलो गर्नु त यहाँ ओ गुड। ल गयो आन्टी म ल जाऊँ। म हराएन क्या आमा, म यतै छु तल बाटनातिर गएर आएको यस्तो। ए अब आउनुलाई सिक्यो। अब थोरै हिँडेपछि त आउँछ। अब पानी मैले के हेरेको भन्ने अब कतिले त बुझेन होला कतिले चाहिँ बुझेन। मैले के हेरेको भन्ने दुई तिनजनालाई भन्दा अरूलाई थाहै छैन। यता चाहिँ छैन। त्यता चाहिँ सर्लाममै थियो अघि त्यहाँ। यता चाहिँ छैन। कहाँ केरा नि महँगै छ है अहिले। केरा नि महँगै छ है। भर्खर फल्न लाग्यो रहेछ त्यहाँ केरा नि महँगै छ अहिले त। टक्क नेत्रेश्वरमा निस्केछु। ल मन्दिर त्यहाँ मन्दिर अङ्कल ब्लग हजुर।
अङ्कलसँग शान्ति डिस्कसन भयो है। अब चाहिँ हामी घर जान्छौँ। घर चाहिँ आइसक्यो, धेरै छैन अब त्यही घर। पानी दन्के छैन है, अब सुक्यो यार पानी यार, पानी पनि छैन अहिले त, छैन नो पानी रनिस। केटाहरू हामी एकछिन तिनीहरू चाहिँ बस्यो भने यसो एकछिन भ्लग अलिकति लामो हुन्छ नि त होइन, त्यही भएर बसेको कि म। आज केही कन्टेन्ट छैन, केही छैन, यत्तिकै केटाहरू हानीहरू होइन। मेरो आएर सोचेको तिनीहरू छ तिनीहरू के सोचेर हाने केटा। अब अलिकति ठुलो पल्टिन्छन्, अब अलि राम्रो हुन्छ तिनीहरू अब नै त्यहाँ। उहाँ अर्को बोलायो अर्को डोरी हल्लाउँदै आयो, डोरी हल्लाउँदै। अनि अहिले यो कालो कटो लाएर आयो होइन। अर्को 10,000 10,000। ल हामी चाहिँ केटाहरू चाहिँ छोटो मिठो एकछिन कुरा गरेर चाहिँ अहिले चाहिँ हामी घर आइसकेको छौँ। आजको ब्लग जे जस्तो भयो नि, मन पऱ्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। यति भने चाहिँ आजको ब्लग म यहीँ टुङ्ग्याउन चाहन्छु। हस्त नमस्ते, जय नेपाल।